वी वुड लाइक टु हेभ कुनै के भन्छन् उनीहरूले अब अर्डर गरेका नि अब वेट्रेस सोचेर अनि उसले गुड फर यु भन्छ अनि उसले कफी खान्छ उनीहरूले वेल भन्छन् अस्ति चाहिँ हामीहरू बोले भयो माइक चाहिँ कतिखेर बन्द भयो थाहा नै भएन त्यहाँ हामीले कस्ता कस्ता यस्तो इन्ट्रेस्टिङ कुरा गरेका थियौँ अब ती सब काट्न पर्यो अनि आधी अधुरा भिडियो अनि आजको चाहिँ के टपिकमा बात गर्ने तपाईँको डिस्कस भएको थियो आज अनि टपिक एउटा के छ भन्दाखेरि हामीले पहिला हेरेका सिरिजहरू नि मुभिजहरू रिकमेन्ड गर्ने भन्ने सोचेको छु मैले चाहिँ के भन्नु फ्रेन्ड्स कमेडी है यो चाहिँ कमेडी सिरिज हो अनि हेर्न नि पुरै फन पुरै रङ छ अनि अर्को छ मोडर्न फ्यामिली मलाई फ्रेन्ड्सका मोडर्न फ्यामिलीका एकजना रिल्सहरू के रहन्छ होइन ती मतलब जति खेप हेरे पनि त्यति नै हाँस उठ्छ जो सुरुमा हेर्दाखेरि हाँस उठ्यो कमेडी सोमा चाहिँ फ्रेन्ड्स चाहिँ टपमा हुन्छ फ्रेन्ड्सको चाहिँ सिजन 1 एपिसोड 1 देखि लिएर सिजन 10 एपिसोड लास्ट एपिसोड तখন हेर्यो अनि ती सबै वापस रिवाच गर्न पनि अल्छी लाग्दैन मैले चिन्तालाई भाउजूलाई पनि के अरे हेर्नलाई रिकमेन्ड गरेँ अनि सुरुमा चाहिँ अब के बुझिने अनि त्यस्तो इन्ट्रेस्ट दिने जब हेरेँ भुँडी दुख्ने गरी हाँस्थेँ यहाँ एक्लै बसेर हाँसेको गर्थेँ अनि त के अरे भन्दाखेरि मलाई याद आयो हामी क्या त खुवाउँदै गएको थियौँ नि म दिदी र म पछिको ब्याक सिटमा थियौँ अगाडि थिएँ ट्याक्सीमा मैले फ्रेन्ड हेरेर आएको त्यतिखेर पछि एक्लै हेरेर हाँस्छ नि के भन्नु ट्याक्सी ड्राइभरले चाहिँ अब ट्याक्सी कुद्दैथ्यो अनि त चाहिँ पछि बसेर कुनामा यसरी ढल्केर दरवाजाको छेउमा अनि खिचिचिची गर्दै हाँस्दै थिएँ अनि पगला जस्तो हाँसिरहेको छ एकछिन 2 मिनटमा है फेरि त्यो मतलब साँच्चीकै मेन्टल हो कि भने जस्तो यति धेरै भएछ त ट्याक्सी ड्राइभरले त्यो मान्छे के मेन्टल हो भनेर सोध्यो मलाई के अरे त भन्छ मलाई कोही बेला कहाँनिर हुन्छ भन्दाखेरि यो नि कस्तो छ भने सिरियस जग्गामा राख्ने मिटिङहरूमा ठुल्ठुलो जग्गामा अब अचानक ती सिन याद आउँछन् अब जस्तै अहिले त मैले भनेको थिएँ के अरे त्यो सिबी र जोईको सिनमा अनि हो त सिन याद आउँछ अनि एक्लै हाँस उठ्छ अनि मान्छे त पगलायो भन्दै यो चाहिँ त्यति फनी छ यो सिरिज चाहिँ ट्राई गर्नु एकखेप हेर्नलाई यति फन छ अनि पुरै मजा आउँछ हेर्नलाई के अरे माई आइस भन्ने त्यो सिन छ नि फिबीको बाथरुममा टाँसेका छन् मान्छे बाथरुममा फिबीले माई आइस भएको सिन टाँसेका छन् मान्छेले छोरो मान्छेको बाथरुममा है त्यो फिबीको सिन चाहिँ के हाँसुदो लाग्छ मलाई सबसे धेरै भनेदेखि फिबीको चाहिँ अब जुम्ला दिदीबहिनी हुन्छन् अनि बेस्ट पार्ट यो सिरिजको जुनसुकै सिजनको जुनसुकै एपिसोडको बारेमा भने पनि स्पोइल हुँदैन यसमा चाहिँ स्पोइलर अलर्ट दिनै पर्दैन किनकि यति हाँस उठ्दो छ जति तपाईँ हेऱ्यो भने त्यही कुरो हाँस उठ्दो छ नि त त्यो टिभीको सिन यस्तो हाँस उठ्दो अझै त मलाई सोचेर हाँस उठ्दो नहेरी हेर्नै पर्दैन त त्यो मलाई टिभी हुन्थे उसको बहिनी पनि हुन्थे जुमलाई उसकै जस्तो अनुहार हुन्छ अर्सला त्यो अर्सलाले चाहिँ रेस्टुरेन्टमा काम गर्थे वेट्रेस हुन्थे अनि त्यो अर्सलासँग गएर 2जना बुढाबुढी चाहिँ दुःख पाएका नि अब मतलब त्यो पाङमटेङ्गो खाले मान्छे हो नि त अनि उसँग छुटकारा पाउनको लागि यिनीहरूको यो क्याफे सेन्ट्रल क्याफे आएका अनि हियर हो कि के भन्छ अब उसलाई त थाहा छैन नि त यिनीहरूको हुन् भन्दै उसले पनि सिधा नि अब ओके म पनि यही छु भन्नुहुन्थ्यो उसले अनि त्यहाँबाट वी वुड लाइक टु हेभ कुनै के भन्छन् उनीहरूले अब अर्डर गरेका नि अब वेट्रेस सोचेर अनि उसले गुड फर यु भन्छ अनि उसले कफी खान्छ उनीहरूले वेल भन्छन् उटपटाङ खाले छ उटपटाङ पुरै उटपटाङ अनि त्यो सिरिजमा सबैजना क्यारेक्टर एउटा उटपटाङ प्रोग्राम हुन्छ उनीहरूको रस उसको अलग्गै चलिरहेको हुन्छ अब च्यानल त गर्दै हिँड्छ जोई भइहाल्यो ढिलो बुझ्ने खाले बच्चा अनि रेचल अलग्गै छ ओके सी नेक्स्ट भिडियोमा ल बाई